सो भिडियो स्टार्ट गरिदिएको होइन मैले चाहिँ। सो फाइनली आज घुम्न जान लाग्यो। द्याट्स इट। भिडियो स्टार्ट त भयो नि मेरो, भइरहेछ। भिडियो स्टार्ट भइरहेछ। अब सामान प्याक गरेँ। आजको भिडियोमा चाहिँ म देखिन्न। सो त्यही नै हो आजको भिडियोमा चाहिँ। ओन्ली क्यामेरा। यही टोपी सानो भएछ। के साह्रो टोपी हाल्छु फेरि, सानो भयो टोपी छिराउनु पऱ्यो नि त अनि टक्क क्यामेरामा देखिरहेको छैन। सो फाइनली छिराइसकेँ होइन। म चाहिँ हिँड्न लाग्यो। पदम दाइले मेरो चप्पल लाएर हिँडिदिनु भएछ यार। हजुरको फेरि ठुलो हुन्छ, बसको हिँड्नै लाउँछु यार। यो चाहिँ ठिक हुन्छ। यहाँ लाएर जान्छु त। कतिखेर जानुहुन्छ नि त हजुर उता पार्कतिर? मलाई कल गर्नु न, म नि आउँछु अनि। ओके ल फाइनली हिँडिरहेको म चाहिँ होइन। मेरो साइकल चाहिँ बाहिर छ होइन, यहाँनिर छ। साइकलमा ब्रेक पनि छैन। सो ब्रेक नभएर चाहिँ एकदम होसियार हुनुपर्छ। गाडीहरू चाहिँ डह्रो हुन्छ, ब्रेक नि छैन। सो त्यही नै हो। म चाहिँ जान लागेको होइन। सो घुम्नतिर जान लागेको। ए विद्या। सो त्यही नै हो। सर्ट ए उकालो पर्तिर ल माकसो कतिको देखाइरहेछ फेरि क्यामेरामा, त्यो थाहै भएन। सो गाडीहरू पनि डह्रो छ होइन। त्यही हो, गाडी पनि डह्रो छ। सो हिँड्न लाग्यो म चाहिँ। हामी बस्ने अपार्टदेखि बाहिरतिर निस्किँदैछु अहिले चाहिँ होइन। फाइनली अपार्टदेखि बाहिरतिर नि जानु लागेको म चाहिँ। सो अब गेट लिएर निक्लेँ। लगतै गाडीहरू पनि एकदम धेरै हुन्छ बाहिरतिर चाहिँ। ब्रेक पनि छैन, एकदम होसियार भएर चलाउनु पर्छ। अब मेन रोडमा सिधै मेन रोडतिर पनि पुग्न लाग्यो, साइडवाला मेन रोड। ब्रेक छैन, एकदम होसियार भएर चलाउनु पर्छ। सो म नि हिँड्दै क्रस गर्दै रोड चाहिँ क्रस गर्दै अब यता हल्का यस्तो चिसो हावा खान जाउँ न आज भनेर हिँडिरहेको होइन। सो कारहरू डह्रो आइरहेछ। बजारदेखि अगाडिदेखि नै एउटा गइरहेछ। चलिरहेछ जिन्दगी। सो आज आइतबार होइन, आइतबार पनि काम थियो। सो कामबाट फर्केको म चाहिँ। विद्या बाटो के साह्रो खराब हो। ओ माई गड, लास्ट खराब रहेछ बाटो चाहिँ। सो अगाडिबाट नि केटी आइरहेको छ। आम्बो रोड नि एकदम खराब रहेछ। सो नाच्ने के साह्रो। ओ माई गड, ब्रेक नि छैन। उयो नन स्टप ओह्रालो छ, ब्रेक नि छैन। म्याक किसिम जा सिधै हो। ब्रेक नि छैन, जाने त सिधै हो। रोक्ने भन्ने हुँदै हुन्न, नन स्टप हो होइन, नन स्टप हो। त्यही नै हो। अब हल्का हावा खाम भनेर निस्केको एक्लै। आज छिटै छुट्टी भएको। अब छिटै छुट्टी भएको फाइदै त्यही त छ नि। हल्का घुम्न सुम्न आयो, त्यही त हो नि। एक भाइ गाडी आइरहेछ। गाडी चाहिँ कतातिर जाने हो, कतातिर जान्छ उतातिर गयो गाडी चाहिँ। म नि फर्किनु पर्छ होला। औ कता जाम कि नजाम, हामी बस्ने अपार्टहरू चाहिँ उतै त्यो देखिरहेको अपार्टहरू चाहिँ हामी बस्ने अपार्ट हो होइन।
बस्ने पाहाडहरू टक्क यो गरी छ। यहाँनिर चाहिँ हल्का तरकारी खेतीहरू पनि रहेछ। कतातिर जाम कि नजाम भन्ने भइरहेछ। लौडो फेरि अगाडिदेखि आएर छ पुरै। सो यतिबाट जाउँ त हामी। यतिबाट जाउँ भनेको अब कस्तो हुन्छ कस्तो आज भिडियो चेक गर्छु अब चाहिँ त्यही हो। द्याट्स इट म्यान। एकछिन अब यहाँनिर बस्ने हो। आओ सो अब यति नै हुन्छ होला मेरो साइक्लिङ यात्रा पनि होइन। साइक्लिङ यात्रा नि यति नै हुन्छ होला। साइकल नि अब रोम चाहिँ हाम्रो चाहिँ त्यो त साइडमा चाहिँ रोम भयो होइन। रोम चाहिँ हाम्रो अनि त्यहाँबाट बाटो हुँदै हुँदै चाहिँ म चाहिँ त्यहाँबाट बाटो हुँदै यतासम्म आएको। साइकल चाहिँ यस्तो हाल भएको छ साइकलको चाहिँ त्यही हो। एक्लै आएको। आज आइतबार नि काम थियो। सो काम भएर चाहिँ कामबाट आएर लगतै नआएर एकछिन रेस्ट गरेर फेरि बाहिरतिर निस्केको म चाहिँ त्यही हो। काम बुरिरहेको छैन अझै नि। घाम अझै नि हल्का हल्का छ। टक्क यहाँनिर पुरा चाहिँ टक्क कृषि एरियाहरू छ सानो सानो चाहिँ उत्पादनहरू गरिरहन्छ। यो चाहिँ कोरियाको राष्ट्रिय फल हो होइन। यही हो पाहाडहरू। अनि चाहिँ घाम बुरिरहेको छ। अनि चाहिँ म चाहिँ अब फेरि नि साइकलमा अगाडि बढ्छु। त्यही हो काम चलिरहेको छ नर्मली। अरू त त्यही हो। काम त यस्तै नै हो। काम त यस्तै नै हो। साइकलको यात्रा भइरहेछ बबाल। साइकलको यात्रा भइरहेछ बबाल। साइकलको यात्रा भइरहेछ बबाल। बबाल भइरहेछ होइन। बबाल भइरहेछ। त्यही हो। यस्तै छ। के गर्नु यस्तै छ। म त साइडमा जाने नि कहीँ नै हुन्न कि साइकलमा ब्रेक नभएको भएर चाहिँ जान्छु। फेरि ब्रेक नभएको भएर चाहिँ एकदम गाह्रो हुन्छ नि त साइकलमा ब्रेक नभएर। अब पनि सम्म छैन। उकालो ओह्रालो टाइपको छ रोडहरू। हल्का साइडमा भयो भएर चाहिँ एकदम उकालो ओह्रालो भयो भएर चाहिँ साइकल हिँड्न नि एकदम रिस्की हुन्छ। गाडीहरू आएर आउँछ। सो त्यही भएर चाहिँ म चाहिँ अहिले समातेर हिँडिरहेको छु साइकल होइन। समातेर हिँडिरहेको छु साइकल चाहिँ चढिरहेको छु त्यो साइकलमा। त्यही हो। ओह्रालो रोड छ कि अहिले टक्क यस्तै ओह्रालो चाहिँ सिधा अगाडि मेन चौकतिर जान लागेको म चाहिँ। अनि त्यहाँ चौकबाट चाहिँ सिधा हल्का अगाडि गएर चाहिँ त्यहाँनिर रोड चाहिँ खतरा त खतरा नै छ। अन्त पनि बिस्तारै हिँडेर जान्छु। त्यहाँदेखि अगाडिसम्म उता अगाडिसम्म पुगेर चाहिँ अझै ठ्याक्क 6:30 जति भयो। लगभग 7 बजीतिर फर्किन्छु होला म चाहिँ रुमतिर। त्यही हो। काम यस्तै हो। थाकिनु चाहिँ थाकेछ त्यहाँदेखि धेरै भयो नडुलेको चाहिँ नडुलेको नहिँडेको। कम्पनी जाऊ आऊ कम्पनी जाऊ आऊ त्यस्तै मात्रै भइरहेको थियो। अनि चाहिँ आज चाहिँ हिँड्यौँ भनेर चाहिँ बाहिर निस्किएको। अनि चाहिँ हामी बस्नेको जस्ट अपोजिटमा आइसकेको छ होइन। अपार्टको हामी बस्ने अपार्टहरू चाहिँ टक्क लाएर छ होइन। यो अपार्टमा चाहिँ विदेशीहरू बस्छ। धेरै जसो विदेशीहरू बस्छ। विदेशीहरू बस्ने अपार्टहरू हो। अन्य विदेशीहरू पनि अराउन्ड 15-16वटा देशको चाहिँ बस्छ होला। मेन भनेको चाहिँ नेपालीहरू हुन्छ। नेपाली अनि नेपाली भन्दा नि धेरै जसो त भेजेहरू हुन्छ। धेरै जसो भियतनाम अनि भियतनाम पछाडि चाहिँ उज्बेकी अनि नेपाली टन्नै हो। अनि चाहिँ यो एरियामा चाहिँ अनि ओपन टन्नै रहेछ कि उज्बेकीहरू अनि भेटेहरू चाहिँ एकदम टन्नाटन छ होइन।
इलिगलहरू इलिगलहरू पनि टन्नै छ होइन। हाम्रो कम्पनीमा पनि टन्नै हुन्छ इलिगलहरू चाहिँ त्यही हो। इलिगलहरूले काम गरेर जान्छ। यो चाहिँ अलि पुरै गुम्यान एरियादेखि अलि साइड एरियामै पर्छ नि त यो चाहिँ कम्पनी एरिया। अनि पुलिसहरू पनि खासै आउँदैन, इमिग्रेसन पनि खासै आउँदैन। अनि त्यही भएर चाहिँ धेरै जसो इलिगलहरू चाहिँ टन्नै बस्छ। अनि टक्क यो सानो रोडहरूमा चाहिँ को मान्छेहरू घुम्न आइरहेको हुन्छ। सो अहिले नै आइरहेछ म नि गइदिरहेको छु, अगाडि बढिदिरहेको छु। म अगाडि आइसक्यो होइन। अनि त्यही नै हो, साइकलिङ पनि अब गाउँतिर घुम्नु लाग्यो। अब रम्म पुगेर चाहिँ हिँड्दै जान्छु होला म धुल्न चाहिँ, साइक्लिङमा जान्न होला अहिले चाहिँ।